नमस्ते एभ्रिवान, वेलकम छ हजुरहरूलाई हाम्रो मिनी ब्लगमा। आज चाहिँ हामी मामु छोरी विवाह पार्टीमा जाँदैछौँ। सो यहाँनिर हामी आइपुगिसक्यौँ। यो चाहिँ गैरीधारामा रहेको एलिस रिसेप्सन। वाउ, कस्तो राम्रो भ्यू। यहाँनिर चाहिँ दिदीभाइको गन्ठन हुँदैछ। सो अनि मैले पनि मेरो पनि भिडियो लिदेऊ न भनेर रिक्वेस्ट गरेर अनि लिएको भिडियो हो। सो यहाँनिर मेरो भान्जाले मेरो नानी र मेरो भिडियो यसरी सुट गरिदिनु भयो। थ्याङ्क यू भान्जा बाबु। अनि हामीले एकदमै रमाइलो गऱ्यौँ। आफन्तीहरूसँग भेटघाट, मिठो खाना अनि नाचगान एकदमै रमाइलो भयो। हामीहरू धेरै भिडियो फोटोहरू पनि लियौँ। सो यहाँनिर मेरो नानी अनि भान्जाले आफ्नै पारामा फोटो भिडियो सुट गर्दै रमाइलो गर्दैछन्। अनि मेरो नानीले फेरि भएन यो भिडियो भएन, यो फोटो भएन भन्छ। जति खिच्दै पनि उसलाई छिट्टै बुझ्दैन। सो अनि यहाँनिर यस्तै रमाइलो भइरहेको छ। अनि यो भिडियो चाहिँ मैले नानीको लुकेर लिएको हो है, नत्र रिसाउँछ। सो अब हामीहरू भित्र प्रवेश गऱ्यौँ अनि मजाले हामीले खायौँ, नाचगान गऱ्यौँ, इन्जोय गऱ्यौँ। आफन्तीसँग भेटघाट भयो। अनि यहाँनिर अझै भाइलाई घुर्काउँदैछ मेरो नानीले। भएन भन्यो होला जस्तो लाग्यो मलाई चाहिँ। बोलेको चाहिँ मैले सुनेन। सो अहिले चाहिँ हामीहरू आयौँ अब खाना खानको लागि। अघि हामीले स्न्याक्स त खाइसकेका थियौँ। सो मैले चाहिँ यहाँनिर खाना खाँदैछु। खाना खाइसके पछाडि हामीहरू फेरि एकछिन नाच्छौँ। सो हाम्रो गाउँघरको बाजेतालमा एकदमै राम्रो लाग्छ हामीलाई चाहिँ। बाजामा यसरी नाच्दै हुनुहुन्छ। उहाँहरू चाहिँ विवाहित जोडी हुनुहुन्छ। उहाँहरूलाई कङ्ग्रेचुलेसन्स भन्दै 18 जेल भिडियो हेरेर साथ दिनुभयो। हजुरहरूलाई थ्याङ्क यू सो मच। बाई बाई।